यो भिडियो हेरेर यसको फनी कमेन्ट्स पढौँ है त। तिमीलाई म नराम्री हुँदा पनि ट्रोल बनाउने, राम्री भए पनि जसले खपी खान नहुने, दुनिया दिवाना सर्च गर्ने फुर्सद पनि तिमीलाई के कति हो आमामा। तिमीलाई म राम्री भएको देखेर त एनिभर्सरीको दिन अरू बेला त जे जस्तो भए पनि एनिभर्सरीको दिन त म राम्री भएको थिएँ नि त। तिमीलाई त्यो देखेर जेलस भयो, अगाडि अङ्गार राग भयो तिमीहरू। त्यही भएर सोच्न नसकेर अब यसको एक्स हस्बेन्ड खोजेर यसको एक्स छोरी खोजेर यसलाई म अब गर्छु भनेर चाहिँ सोचेका तिमीहरूले। त्यही भएर त गरेका के साह्रो तिमीहरूले त्यो सर्च गरेर भेटौ त भेटौ भने मलाई पनि मेन्सन गरेर हाल, मलाई पनि पठाऊ, इनबक्स गरेर मलाई सेन्ड गर्दै आऊ। मुर्दारनीहरू बतरा। यो बहिनीले गाली गर्दा पनि माया गरेको जस्तो लाग्छ त हो मलाई त। राणा बानाले के पाएछन् त? दिजु ससमा त फेरि बेबको एक्स हस्बेन्ड भनेर आउँछ त। मेरोमा त छोरी पनि छ। खुट्टा तान्दै गर्छन्, बलिलाई कसैले सक्दैन।